Hello guys, welcome back to my channel. It's me Puja. I hope सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज म डोकोसोको बोकेर जादैछु लेकतिर। मम्मी चाहिँ बिहान गइसक्नु भएको छ। हामी चाहिँ अब अहिले जान लाग्छौं खाना लगेर। बजे रेडी हुनुहुन्छ जानुको लागि। बहिनीलाई लगेर निसालाई लगेर बहिनी अगाडि गइसकेका छि। दुईटा बहिनीहरु अगाडि गएका छन्। सो आज तपाईलाई मेरो लेक देखाउँछु ल बन। लेट्स गो। गाइस यो चाहिँ मेरो गाउँ हो। म उयो थानको अगाडि आयो चाहिँ उकालोमा चढेर आएको थाक लागेर पिसासा बढिरहेछ। उयो चाहिँ हाम्रो स्कुल हो। तलको नदी भयो अनि त्यसपछि त्यो चाहिँ धान रोप्ने खेत भयो। हामी जानु छ यो डाँडादेखि उतापट्टिदेखि उतापट्टि। म तपाईलाई लैजादै जान्छु। सो लेट्स गो विथ मी गाइस। म चाहिँ उड्नको हजुर ए ल ल म आए ल। आधा घण्टा लाग्ने हामी बाटोमा 1-2 घण्टा लाग्छौं होला। त अब 1 वर्ष भइसक्यो उकालोमा चढेको। आज त कति गाह्रो भएको हजुर। ल ल जुल्पी काटेर मसिनो रगड लाग्यो पछाडी तानीले सो गाइस हामी चाहिँ वनमा अब फिरा लिन जान लाग्छौं। उकालोमा हिँडेर सास बढिरहेको छ। सो यो चाहिँ जुम्ली कुम्लो हो। यो भित्र जेउडा आँसीहरु छ। मम्मी कान्छी अगाडि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ माथि त्यहाँ जान्छौं लिन। तलबाट आको बिटुहरुले काम भइराछ गाइस। यो चाहिँ खेलेर मम्मीले बिट आयो आइसक्नु भएको छ बिना हुनुहुन्छ जापिएल अनि त्यो पछाडीको भाकर जस्तो तना नि गरिन यो के तेल्ली छ आइले पेल ए बिटी पनि रेडी भएको छ। अहिले पेले दे एकैपट्टि झटा छ न पेला हेर यता छक्क आइगो आले आले उ भएन त सिधा भएन लामले त्यो त हो अघि खजिलो भए चाहिँ बिटो लाग्न लाग्को गाइस। हामी चाहिँ मेरो बिटो उता रेडी छ। सो गाइस म चाहिँ जाँदैछु अब घाँस काट्न। मेरो आसी रेडी छ। बाई 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 गर्दैन आमे आको दिन्छ त नि आमी गर्नुतिकै मेरो भिडियो डिलिट गरेको त। यो चाहिँ हाम्रो स्याउ फारम हो गाइस। यो चाहिँ हाम्रो वनदेखि देखिने भ्यू हो। यो चाहिँ यो घाँस पुरै काट्नु पर्ने छ आज हामीले। तल यो पनि पिरल पनि काट्नु छ। सबैजना आफ्नो ठाउँमा काटिराख्नु भएको छ तलदेखि माथिसम्म। त्यसपछि अब चाहिँ घाँसलाई हात लगाइदैछ। सो बहिनीले उता काट्दैछ कान्स। यहाँबाट काट्दै लिन्छु अब। नानी कस्तो गुलियो रहेछ भाइ। गाइस हामी चाहिँ उता घाँस काटिसक्यो। अब थोरै बाँकी छ। अनि यो चाहिँ हो के हो तपाईले कमेन्ट गर्नु होला यसको नाम। यस्तरी फल्या छ कुरै छोड्दिन क्या। क्या मिठो छ मिठो छ। मेरो मुखमा हाल्न ल्याइदिन न मलाई पनि खाने मन लागेको। यसरी हल्लिने रुख हल्लिने हावा चलिरहेछ।
यस्तै हावा ए मम्मा मामा नै यतै देखाइदिउँला पछि यसरी काम गर्नुहुन्छ त अनि मम्मीको काम कहिले सकिँदैन भनिन गाइस यो ठाउँको सबै घाँस सास काटेर सकियो सो हामी चाहिँ जान लाग्यो अब तल मम्मीले बिहान काटेको घाँस बाड्न कान्छी मम्मीको भारी उता दाउरा रेडी भएको छ मम्मी चाहिँ जेबाट लग्दै हुनुहुन्छ तलबाट लग्ने घाँस स्याउ खाँदै हुनुहुन्छ स्याउ अब जाँदैछौँ हामी तल नास्ता पनि खाएर अब ट्याक्कै सक्यौँ भनौँ न अब जाँदैछौँ काठमाडौँ हुँदा त दिनभरि मोबाइल हेर्न दिमाग खराब हुन्छ आज दिनभरि काम गर्न दिमाग खराब हुन्छ एकचोटि रेस्ट गर्न पनि पाइँदैन घाँस पाटेको कस्तो भन्ने म तपाईँलाई अलिक पछि देखाउँछु यो चाहिँ घाँस पाटिसकेपछिको रिजल्ट हो यो चाहिँ लडो भन्ने हुन्छ यस्तै हो आरुको रुख अखरको रुख खुर्पानीको रुख जाम तल अब लडा यसको पनि सक्यो गाइस काटेर अब तल्लो काट्छौँ भोलि बिहान हामी चाहिँ आजको लागि यति नै अब मेरो हुलिया टाइट भएको छ चिसो भयो चिसो धुलोभरि मुखमा बसेर सायद खुट्टी लाग्ने जस्तो भइरहेछ हावा चलेको चिसो लागेर सुकाएको घाँस चाहिँ हामी अब यो मैले खेडेँ अनि अङ्कलहरू तर बाँड्दै हुनुहुन्छ तल लडा बाटिराख्नुपर्छ तर पानी आइसकेको छ सो हतार भइरहेछ तल दाइ र बहिनी बाँड्दै हुनुहुन्छ त्यही दुईजना बाँड्दैछन् ठुलै आवाजले गीत बजाउनु भएको छ नि माथि भए पनि बाँड्नु लाग्नु भएको छ सब पानी परेर भक्का भक बाँड्ने काम भइरहेछ बेलुकाको कन्डिसन उता पनि बाटिरहेछन् म प्लास्टिक ल्याऊ घाँस डोक्ने प्लास्टिक डगराम पानी परेर खाइरहन्छ ओ माय गॉड यता र डबल गरौ है डबल त दिनु के अर्डर छ कि अर्डर दन डबल नहोला ल चालु त सुक्काइस पानी पऱ्यो यसरी घाँस राखेको छौँ हामीले दिस इज आवर लेक भन्नुपर्छ हेर्नुभयो हाम्रो गोडहरू लेकका गाउँभन्दा निकै हिँडेर आउनुपर्छ घाँस काट्ने क्रम जारी हुँदैछ भर्खर पानी पर्यो मैले यो सबै मैले काटेर फालेको अब यहाँ अरू हल्का भर्खर आएँ घरबाट अघि एक्लै काट्थेँ म अनि ती 4 बजी नै आएर काट्दैछन् म ढेस गरेर आएको छु हिँड्नमा परेर आज मेरो हातमा ओबाट उठिसक्यो क्या काट्दै त्यहाँ माथि पनि भर्खर काटेर आएको त्यही भएर 500 दिएर काट्न लागिरहेको छु यिनीहरूलाई ओनर आइ एम ओनर म त ढलो के कहिले यस्तो होइन यो ओखड भलगर म दशैंमा घर आउँदैन निक्की भण्डारीको फ्यान सुरक्षा केसी अनि बेबीको फ्यान म सुरक्षा केसी एमआरबी भाइ आफ्नो बिटो बोकेर गइसकेको छ हामी रोक्ने नि गइजाने गाडी जान्थ्यो हटो होला हटो जा तैँले पाइस् भने त म आज संसार नै ध्वस्त बनाइदिन्छु
यो लड संसारै दोस्त मसँग यहीँ छ क्या पैसा तिमीले चोर्छ भने मलाई थाहा थियो त्यो मसँग निकाल्नु आज हामीमै निका हुनुहुन्न भयो निका सेल गराउनु लागेको कालु दे जानु अब बढी छु नि बाबै नापा छुन के भयो यो कान्छी रेडीको बिटोहरू रेडी अब हामी तीनजनाको बिटो हुँदैछ कसिना गाउने तले तुरुम खोला थियो क्यारी लिने बस्ने यसै आएको क्या अहिले पछि त बित्दैन आउँदैन होला अब त आउनु आएको थियो कहिले ल यो त बेलुकैसम्म काट्ने होला नि आज काट्ने मान्छे आएको त्यो पनि रेडी छ सुमोचा लाङ्ला एउटा आसिया त छ है लाङ्लाको गाइस अब म पनि बोकेर जान्छौँ सो गाइस हामी चाहिँ घरमा पुगिसकेका छौँ कान्छी मम्मी यहाँ निकाल्दै हुनुहुन्छ जेउरा अब घाँस राखेर तल जाने मेरो हालत यस्तो भएको छ भन्दाखेरि यस्तो भएको छ कि यस्तो भएको छ थाक लागिरहेछ सो अब राख्छौँ यो अनि घर जान्छौँ यो घर हाम्रो चाहिँ